मेरो माग के थियो भने मेरो माग भनेकै त्यही हो, भाइहरू जानुहोस् यहाँ काठमाडौँ। मैले मङ्सिर लाग्दाखेरि मैले के भन्थेँ, मङ्सिर 1 गते लागेपछि मङ्सिर महिनादेखि अब गाउँ गाउँमा जानुहोस्, यही हो मेरो माग। अब भन्दाखेरि अहिले त पुस पनि लागिसक्यो। अब पनि चाहिँ युवाहरू जसले चाहिँ जेन्जी आन्दोलन गरेर देशमा चाहिँ एउटा विशेष किसिमको सिर्जना स्थितिको अवस्थाको सिर्जना भयो। अब यसलाई चाहिँ पुरा गरेर देशमा सुशासन ल्याउनको लागि, देशमा भ्रष्टाचार हटाउनको लागि, देशलाई चाहिँ आर्थिक समृद्धितिर लैजानको लागि, शिक्षालाई निशुल्क गर्नको लागि, स्वास्थ्यलाई निशुल्क गर्नको लागि, रोजगारी सिर्जना गर्नको लागि नेपालमा युवाहरू चाहिँ गाउँ गाउँमा गएर अब प्रचार प्रसार गरेर यो पुरानो पार्टीको नेताहरूलाई चाहिँ हटाउने गरेर नयाँ नेताहरू हराउने गरेर नयाँ नेताहरू चाहिँ ल्याउने गरेर गरेनौँ भने यो आन्दोलन पनि तुरिएर जान्छ।